चण्डे एउटी राम्री लेडिज भइदिएको भए दिनमा 70 चोटि पहिला जान्थ्यो। बुढाले त आफै अनुभव गरेको जस्तो कुरा गर्यो त गाइस। आज चाहिँ गु निस्किने गरी बेहुलीलाई उठाउँदै गरेको बेहुलाको भिडियोदेखि फेगुता जस्तो उफ्रिने बजुको डान्स, धेरै खरेर औरा भएको बहिनीको जवानीको भिडियोसम्मको सेभेज एन्ड फनी कमेन्ट्स पढ्नेछौँ। लगायत धेरै बकवास नगरी भिडियो सुरु गरिदिउँ है त। पहिला यो बहिनीको डान्स हेरौँ, त्यसपछि यसको कमेन्ट्स पढ्ने है त। सुरु गरौँ। हलो लिएर आम त म जोत्न। गाडी स्टार्ट कर। हम फर्स्ट। हम फर्स्ट। बाँझो भए ठुलो फाली पाकिस्तानमा पाउँछ नि। खाऊ माँ कसम। फुर्सदै फुर्सदमा छु, कहिले हो जोत्न खेताला बोलाउने। हलो रेडी बनाएर बसेछु दुईवटा गोरु सहित। जोत्दा फेरि म त हलो गाडेर जोत्ने बानी छ, सक्दिन होला तिमीले। यसो विचार गर्दाखेरि खेत जोताए जस्तो देखिन्छ त। के को बाँझो हुन्थ्यो र अहिलेसम्म कति हल गोरु लगाएर फुटाइसक्यो होला। आज बेहुलाको ढाड सठिने भयो। तुमसे ना हो पाएगा। सुरु गरौँ। ढाड सट्केला भाइ फेरि बुढी समाउने बेला जिन्दगीभर ढाड समाउँदै हिँड्नु पर्ला। बेहुलाको दिउँसै नसा चुट्टाएर के गर्न लाग्यो। आची निस्केला है बिचरा ब्रदरको। यदा इनर्जी सकिएला नि दिउँसै, राति फेरि भाउजू रिसाउलेन्। आप कहाँ थे ज्ञानी बाबा? पायल छोला केटा नउठा। नसक्ने काम किन जिद्दी गर्नु। बुढो लास्टै कडा रहेछ। पहिला भिडियो हेरौँ, त्यसपछि यसको कमेन्ट्स पढ्ने है त। कैसी लगी आगे स्वाद? सुरु गरौँ। चाउचाउको मसला खानुभयो कि के हो बाजेले? बाजेले दिदीको कस्तो छ भनेर थुक लगाएर चाख्दैछ त। बाजेको जोस चाहिँ हो, टेस्ट कस्तो आयो होला। यो बाजे पछि गएर ठुलो मान्छे बन्नुहुन्छ। बुढोको उमेर गए पनि मन चाहिँ अझै रहेछ है गाइस। 84 को पूजा गरेपछिको परिणाम। पहिला यो बजुको डान्स हेरौँ, त्यसपछि यसको कमेन्ट्स पढ्ने है त। कहाँ से आते हैं? सुरु गरौँ। पाठेघर फुट्केला है आमा, मलाई पो डर लाग्यो। बल्ल गीत अनुसारको नाच मिल्यो है। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। आजकल लाखे नाच नदेखेको धेरै भएको थियो। खै त लास्टमा भिरबाट हाम फालेको। अबे तू थोड़ा सा बहन का लोड़ा क्या? बोयफ्रेन्डले ब्रेकअप दिएपछि टेन्सन कम गर्नलाई यसरी डान्स गर्दै गरेको अवस्था। क्या बात कर रहे? गाउँमा रेबिसको सुई पुगेन कि के हो, म आउँदैछु लिएर। माया भन्दा पनि पैसा ठुलो रहेछ नि। पहिला भिडियो हेरौँ, त्यसपछि यसको कमेन्ट्स पढ्ने है त।
महँगो सामान परेछ केटालाई। भैँसीलाई वन अनि केटीलाई धन नदेखाउनु भन्थ्यो हो रहेछ। पैसा बिना घरभित्र पनि नपाइने भयो अब। बत्ती निभाएर कार्यक्रम सुरु गरिहाल भाइ। पहिला हर्केको कुरा सुनाऊ त्यसपछि यसको कमेन्ट्स गर्ने है त। चुनाव पछाडि त मै हो प्रधानमन्त्री। तपाईको मै हो प्रधानमन्त्री। मै हो प्रधानमन्त्री। मै हो प्रधानमन्त्री। फागुन 21 गतेको निर्वाचन मै हो प्रधानमन्त्री। को हो त प्रधानमन्त्री? बालेन शाह। हे त्यस्ता मुला संसारकैको जुनसुकै शक्ति आओस् हर्क साम्बाङलाई हल्लाउन सक्दैन। तपाईले चुन्नु भएको सक्दैन सक्दैन भन्दैछु त। यो देशको सगरमाथालाई हल्लाउन सजिलो होला, हर्क साम्बाङलाई हल्लाउन गाह्रो। सक्दैन सक्दैन। सुरु गरौँ। यो चुनावले बौला बनाउने भयो हर्के दाइलाई। यौन सम्पर्क मन्त्री बनाउनु पर्छ हर्केलाई। हर्केलाई प्रधानमन्त्री बनायो भने गाई हटाएर सुँगुरलाई राष्ट्रिय जनावर बनाउन बेर लाग्दैन। दुई जोकर एकै ठाउँमा। हर्केको नाटक र केपीको उखान टुका एउटै लाग्छ हो। पहिला यो बाजेको कुरा सुनौ त्यसपछि यसको कमेन्ट्स पर्ने है त। प्रचण्ड एउटी राम्री लेडिज भइदिएको भए दिनमा 70 चोटि पहिला जान्थ्यो। यो तपाईँहरूलाई थाहा छ? दिनमा 70 चोटि पहिला जान्थ्यो। चेलीबेटीहरू नरिसाउनु है फेरि। राम्रो भइदिएको भए प्रचण्ड 70 चोटि पहिला जान्थ्यो। हाम्रो जस्तो ऊ के अरे रेखा थापा छन् नि हाम्रा सुपरस्टार हिरोनी, त्यतिको भइदिएको भए प्रचण्ड 80 ठाउँ पहिला जान्थ्यो। किन प्रचण्ड र दुर्गे पर्खे एउटै रुखको हाँगामा 3 बोतल रक्सी खाएर झुन्डिएर मर्छन्। अब बाउ छोरा हुन् नि त। जति पनि यो तपाईँको आन्दोलन चिलाउनेका गेडा खाएर सुन्नु, जति पनि यो अस्ति आगो लाग्यो नि यसमा हात हतियार सप्लाई गर्ने भनेकै प्रचण्ड र दुर्गे पर्साई हुन्। तपाईँहरू के कुरा गर्दैछ? सुरु गरौँ। तिमीलाई सबै कुरा थाहा रहेछ दाइ। आप कहाँ थे ज्ञानी बाबा? अहिलेसम्म तिमी कहाँ थियौ महान व्यक्ति? हजुर चाहिँ कतिचोटि जानुभयो नि पहिला? गुड क्वेश्चन। यु आर अ गुड क्वेश्चन। जहाँसम्म लाग्छ मलाई त 200-300 चोटि त पहिला जान्थ्यो होला जस्तो लागेको थियो। जस्तो केपी बा छोरा पनि त्यस्तै हँसाउनु हुँदो रहेछ। दुर्गा पर्साईको भाइ त तिमी रहेछौ नि। ये क्या हो गया? ये क्या सुन रहा हूँ मैं? ल त गाइस यही थियो आजको भिडियो। यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अब अर्को भिडियोमा योभन्दा पनि क्रेजी कमेन्टसँग भेट्नेछौँ। टेक केयर, बाई।